कतिले मलामी आउन पाइन भन्ने सन्देश पठाएका छन्। ती तिनै हुन जो जिउँदो हुन्जेल आउन नै चाहेनन्। म साँचिरहेछु। लास भनेपछि यति प्यारो हुने मानिस सास हुन्जेल किन प्यारो नहुने होला? अर्को छ मेरो लास बोक्न पालो कुरिरहेको घर जोडिएको छिमेकी भे जसको मन मसँग कहिल्यै जोडिन मानेन। हस्याङ कस्याङ गर्दै कोही आइपुग्यो अन्तिम पटक मेरो मुख हेर्न भनी। सायद त्यो मेरो छोरो हो जसले तेरो मुख कहिल्यै हेर्दिन भनी घर छोडेको थियो। पछाडि छन् मलाई जलाउने विधिबारे छलफल गरिरहेका आफन्तहरू जसले मलाई जलाउने विधिबारे कहिल्यै छलफल गरेनन्। कसैले चल्न निभाइरहेका छन्। कसैले चल्न निभाइरहेका छन्। लासले ठुलो कुरो गर्यो नभन्नु होला है। जिउँदो हुन्जेल त कहाँ बोल्न सकिदो रहेछ र बेबारी से मरिन्छ कि भन्ने डरले पनि मरियो हजुर शानदार मरियो बाँचुन्जेल जसरी बाँचे पनि खोइ त हजुरको फुलबुटे श्रद्धाञ्जली छुट्नु होला नि फेरि।